कस्तो राम्रो म्युजिक म्युजिक त यहाँबाट पो बजेको अलि साह्रै साह्रो किन कराउँछ कहाँ जान नपाउने आँखा मुख नाक सबै भएको छ थरी थरी थक्क मुर्का वा यहाँ भित्रमा जानु नमिल्ने न त फोटो खिच्न हुन्थ्यो नि है ए मैले एउटा फिल्म हेरेको थिएँ है यस्तै मड्कै मड्का भएको यस्तो यस्तो राम्रो ठाउँ रहेछ हामीलाई चाहिँ अहिलेसम्म थाहा थिएन फेरि ऊ यहाँ फिरफिरे चलिरहेको रहेछ क्या त्यहाँ बाटोमा जानुपर्छ होला दृश्य चाहिँ यस्तो छ हो र कस्तो दामी देखेको त्यो उयो बाटोमा नि राम्रो हुन्छ फोटो खिचौँ न त अनि उयो माथि गएर फोटो खिच्नुपर्छ क्या हो है हुन्छ उयो उताबाट झरेर त्यतैबाट जाने ए यो पनि देखाएको थिएँ टिभीमा कफन हो क्या मान्छे राख्ने ये च्यान छ कि क्या हो यहाँ कसैको लाग्छ क्या त्यहाँ डेन्जर रहेछ फेरि त्यहाँ हेर न काठमा ठोकेको होला नि किला कत्रो किला ऊ त्यसरी राखेको रहेछ कि त्यो कफनको लागि ए कस्तो मजाले सुरक्षित गरेर राखेको है पुरानोलाई होइन सिसा हल्लाएर
रहेछ क्या 옛날에 석탄보다 63년 사기 오형이 옛날에 이거는 뭐야? 이거는 수레바퀴다. 수레. लो खाना खानु भएन ल गरा कोरेन है राम्रो छ लाइटिङ रुम ल ठिक छ तर यस्तोमा सधैँ बस्नु पर्यो भने त टाउको दुखेर मर्छ है पुरै जेल यो एरिया तल्लो भइहाल्यो सबैजना जेलको ड्रेस लगाएर हिँडिरहेको छ यो चाहिँ पहिलाको ओरिजिनल जेल होइन अब यसलाई चाहिँ यो अहिले यो बन्द भएको भएर यसलाई मान्छेहरूले चाहिँ यो सङ्ग्रहालय जस्तो बनाएको रहेछ
चाहिँ यस्तो यस्तो यहाँ चाहिँ टोइलेट यहाँ अब धारे जेलहरू त्यति नराम्रो पनि हुँदैन रहेछ यहाँ चाहिँ बस्ने यसो तातै हुने रहेछ हाम्रो चाहिँ चिसो हुन्छ अरे होइन हाम्रोतिरको चाहिँ काठको छ नि त एङ्कर स्मिता कैदी भएर आएको छ टोइलेट सानको जेल है एक सानको जेल सलनी के देखाउँदैछौ तिमी आज यो त साँच्ची नैको जेल रे होइन त यो जेलमा चाहिँ सुटिङ पनि भएको अरे त्यो क्लिपहरू त सबै यही जेलमा फिल्महरू सबै यहाँ सुटिङ भएको रहेछ ऊ त्यो त हेरिसक्यो मैले ऊ त्यो काई के भन्ने चाहिँ हेरिसकेँ मैले यो फिल्ममा चाहिँ यो जेलमा सुटिङ भएको थियो साँच्ची नैको जेल के भन्छ अहिले चाहिँ यो अर्कै नयाँ बना भएर यसलाई चाहिँ सङ्ग्रहालय जस्तो बनाएको रहेछ यो इन्क्वायरी हो यो उ त्यो कुर्सी राखेको छ नि त अभि अनि कैदीलाई सुरुमा सोधपुछ गर्न परेन छोसास ल यो चाहिँ एक साथमा त्यो एक दिन थुनेर 2 दिनपछि छोडिदिने खालको होला क्या सलमी के छ हालहवार म यहाँबाट निक्लिन चाहन्छु त्यत्रो अपराध गरेर अझ त्यहाँ निस्किन्छु के को निस्किनु केही बस्छ तिमी अब मलाई निकाल्न आएको होइन के अपराध गरेर भित्रतिर तिमी अपराध त थाहा छैन बिना अपराध मलाई जेलमा हालिदियो हर्कडी नै लाइसकेपछि बाबु त्यो त ऊ हो नि त अपराधी नै हो हर्कडी लाइसकेपछि यहाँ यस्तो चुकुल पनि छ यो चुकुल खोल्न पर्छ कि थुनेर राख्नु खोला के सुविधा छ त्यो हेरौँ त यहाँ मेरो लुगाहरू राख्ने हो होइन यहाँ भ्यूमा सुत्ने अनि उता टोइलेट छ कस्तो सुविधा जनाउँछ भिआइपी हो यो फेरि 20 वर्ष जन्म कैद बस्छ तिमी है त के भएर आएको तिमी जेलमा हो र अनि कार्ड बोकेर हिँड्नुपर्छ भने थाहा छैन विदेशीलाई कार्ड त घरमा थियो कि त्यो कार्डले नहुने भयो क्या बोकेर हिँड्नुपर्ने ला अनि पुरै थुन्दैछ त के सुविधा छ त्यो जेलमा पानी छ त्यहाँ टोइलेट छ यहाँ सुत्नु भनेको छ हो र यति चिसै भुइँमा आज एक रात भरि सुत्नु भनेको अनि हतकडी सहित लाएर लगेछ त लगाइदिएको छ फुटाउन पुरा सकेछ त हतकडी